आज चाहिँ म हजुरहरूलाई मेरो आजको दिनचर्याको बारेमा सुनाउन चाहन्छु कि आज मेरो छुट्टी थियो। आज आइएमए जानको लागि, त्यही भएर म मेरो दाइलाई वेट गरेर बसेँ। दाइको नाच छुट्टी भएको भएर हामी उता आइएमए कासकाई सार्ने भन्ने हाम्रो प्लान थियो। त्यही भएर म यहाँ दाइलाई वेट गर्दैछु। वेट गर्दा गर्दै हेर्दा मेरो आँखा टनटन रहेछ कि दाइ कहाँ आउनुहुन्छ भनेर। अनि हेर्दा त लास्टमा आएर चाहिँ मेरो दाइ त अर्को अपोजिट साइडबाट आउनु हुँदो रहेछ। अनि हामी भेटघाट गऱ्यौँ। कासकाईको कहाँ मेट्रो यो त बस हो नि। अरे अझ ट्रेनमा चढ्दै हामी कासकाईमा पुग्यौँ। र मैले दाइलाई सोधेँ, दाइ हामी कहाँ आइपुग्यौँ भने काका के पो भन्नुभएको थियो, कासकाई के भनेर मलाई दाइले हँसाउनु भयो। अनि हामी त्यहाँबाट फेरि लम्किम खुट्टा तन्काउँदै लम्किम कासकाईको आइएमएमा पुग्न। तर मेरो काम बनेन। त्यसपछि मलाई यस्तो रिस उठ्यो म आफै बुडबुडाउँदै हिँडिरहेको थिएँ कि आफै एक्लै बुडबुडाउँदै हिँडेँ। के बोले मलाई पनि थाहा छैन। रिसले चनन भएर थाकेर हेर्नु मेरो फेसको हालत। हिजोको छुट्टीको दिनमा नि बहिनीसँग लिस्बनमै उसकै गभर्मेन्टको वर्कहरू गरेर मेरो दिमाग तातेर थाकिरहेको थिएँ। आज आफ्नो काममा हिँडेँ, आफ्नो काम पनि बनेन। म जस्तो अनलकी मान्छे त कोही छैन क्या यहाँ त, साँच्ची भनेको। म बडबडाउँदै हिँडिरहेको छु। हजुरलाई मेरो दुःख पोखिरहेको छु। गाह्रो छ विदेशी लाइफ। त्यसपछि हामी कार्ड बनाउनु भनेर दाइको ब्याङ्क कार्डको लागि हामी उता ओरियस के भन्ने ठाउँमा गयौँ हौ। हेत्तेरिका यस्तै हुन्छ क्या मेरो दिमाग त खतरा छ नि फेरि। अनि हामी पैसा हाल्नु रेडी भयौँ। दुवैतिर टक दिके छ 3 युरो गरेर टक हानेर फातुरा हान्ने पनि चलन छ है फेरि हाम्रो चाहिँ। फेरि अनि यसो टक गऱ्यो अनि टक निकाल्यो। त्यसपछि हामी बसको लाइनतिर हामी डगुर्न जान्छौँ। यो सकेपछि यस्तो दगुरे दाइ 2 मिनट छ भने त्यसपछि हामी डगुरे हिँड्नु। म एकछिन पनि वेट गर्न नसकेको कति आउँछ भनेर मलाई छटपट भएर म एकछिन पनि उबेर बस्न सक्दिनँ। तर लास्टमा आएर कुन चाहिँ बस्न चढ्यौँ भने बच्चाहरूको स्कुल बस जाँदो रहेछ हामी जाने ठाउँमा। हामी गयौँ तर बच्चाहरूलाई हेर्दै त्यसपछि म उता त्यही एक्टिभ ब्याङ्कमा पुगेँ। त्यहाँ दाइको काम अकाउन्ट ओपन गर्न। तर मेरो भाग्य यस्तो खतरा छ नि, दाइलाई लगेको त्यहाँ पनि रुल चेन्ज भएर काम बनेन। अनि हामी फर्क्यौँ। त्यसपछि भोक लाग्यो पनि हामी यस्तो मिठो खानेकुरा खान थालेको। ल के हम भएको थियो। मलाई एकदम मोमोको क्रेभिङ भइरहेको थियो त्यो दिनमा। अनि दाइ मलाई थाक्यौँ, केही छैन, काम नबने पनि ठिकै छ, खानै त पर्यो भनेर हामी चाहिँ मक्ख परेर लास्टमा आएर रेस्टुरेन्टमा गएर खाना खायौँ। बाई